रिक्साको आविष्कार बैप्टिस्ट मिनिस्टर नामक एकजना अमेरिकी नागरिकद्वारा गरिएको थियो। यसको आविष्कार सन् 1888 जापानमा भएको थियो। यही रोचक जानकारीका साथ स्वागत छ दर्शक तथा श्रोतावृन्दहरू तपाईलाई नेपाली कथामा। आजको कथा रहेको छ छन्त्याल लोक कथाबाट होमनाथ सुवेदीज्यूले संकलन गर्नुभएको कथा लक्षिण। एकादेशमा गरिब बुढाबुढी थिए। उनीहरूका सन्तान थिएनन्। ती बुढाबुढीले देवीसित धेरै प्रार्थना गरेपछि बच्चा जन्मियो। पहिलो छोरा जन्मे हुन्थ्यो भन्ने बाबुआमाको चाहना थियो। त्यसो भएन, छोरी जन्मी। छोरी पनि सामान्य थिएन। उसका 4 हात थिए। ऊ साँच्चैकै देवी थिए। अर्को पटक बल्ल बुढोले छोरो पाई। छोरो पनि चाँडै ठुलो भयो। बुढाबुढी चाँडै बुहारी र नातिको मुख हेर्न चाहन्थे। काम धन्दाले त झन अत्याएको नै थियो। बुढा भन्छन्, छोरा अब विवाह गरौँ है। छोरो भन्छ, मैले भने जस्ती केटी पाउन्न, त्यसैले विवाह पनि गर्दिन। बुढा भन्छ, तेरी दिदी 4 हाते राक्षस रहेछ। विवाह गर्न साथ घरको लक्षिण लगेर गई। अब तेरो विवाह गरी लक्षिण फर्काउन परेन। यस्तैमा केटाको उमेर पुग्यो। ऊ परदेश लाग्यो। ऊ हिँड्दा हिँड्दा दिदीको घरमा पुग्यो। ऊ त्यहाँ बास बस्यो। दिदीले माइतीलाई परेको दुःख देखेकी थिए। उसको धारणा थियो यसलाई जे जस्तो खाना दिए पनि हुन्छ। त्यसैले दिदीले ढुटोको रोटी खाना दिए, दरी ओढ्न दिए, खाली भुइँमा सुताउन गुन्द्री पनि दिएन र भनी बाहिर नै सुत। दिदीले उसलाई घरभित्रसम्म पस्न दिएन। केटाले दिदीको धनहीन आफूप्रतिको व्यवहार देखेर रोटी कुखुराको खोरमा हाल्यो। ऊ बिहान उठेर बाटो लाग्यो। हिँड्दा हिँड्दा ऊ एउटा घरमा पुग्यो। त्यो घरमा आमा छोरी मात्र थिए। केटी रूपमा राम्री थिए। उसलाई देखेर बेला छँदै केटो त्यही बास बस्यो। बेलुका आमा आई। उसले सोधी, पाहुनालाई गुन्द्री दिइस्? छोरी भन्छन्, दिँदैछु। आमा भन्छन्, पाहुनालाई खाजा खान दिए छोरी? छोरी खाजा फुट्न बसी। भुटेको मकै भटमास खनाउने भाँडो खोजेर नजिक नराखी मकै भुट्न बसेकी थिए। भाँडो खोजेर ल्याउन्जेल मकै काला र तिता भए। उसले त्यस्तै दिए। त्यही खाएर केटो सुत्यो। भोलिपल्ट बिहान उठेर केटो बाटो लाग्न थाल्यो। आमा भन्छन्, कहाँ जाने नानी? पाहुना भन्छन्, फर्केर आउँदा भन्नुला, खाना खाएको ऋण पनि पछि तिरौँला। आमा भन्छन्, बाबै नि एक छाक खाजा खाएको पनि के पैसा लिन्थे? केटो बाटो लाग्यो। जाँदा जाँदा फेरि अर्को घर भेट्टायो। त्यहाँ पनि आमा छोरी थिए। पाहुना भन्छन्, बास दिन्छौ बजै? बजै भन्छन्, कहाँ जाने बटो आऊ? पाहुनाले भन्यो, बास देऊ अनि सोध। बजैले बास त दिई तर घाँस दिइन। बुढीले बिस्तारा दिँदै भनी, लसु त। थाकेको पाहुना ऐया उस ऐया गर्दै पल्टियो अनि भन्यो, बास त पाएँ, घाँस पाइन। बुढीले कुरा सुनि र सुन त भनेर छोरीलाई पनि इसारा गरी। पाहुना भन्छन्, ऐया मेरो कर्मै उस्तो हो कि यी मान्छे उस्ता हुन्? अस्ति दिदीले ढुटोको रोटी दिए, हिजोको बासमा डढेको खाजा दिए, आज त झन् भोकै उस। यी कुरा सुनेर बुढीले छोरीलाई भनी, खाना पकाएर राम्ररी खान देऊ। छोरीले सोची, बिचरा 3 दिनका भोका रहेछन्। 3 दिनको छाकको मानाको दरले 3 माना नै भए पुग्ने। खाउन् बेसकरी 6 माना नै पकाइदिन्छु। आमाको इसारा बमोजिम छोरीले 6 माना चामलको भात पकाएर आधा रातमा पाहुनालाई भात खान उठाई। पाहुना खाना आयो। भात पस्किएको थियो। थालमा पुरै 6 माना चामलको भात थियो। त्यो देखेर पाहुनाले सोच्यो, हद गरे पनि गाली गर्नेले 3 माना घिच। 3 माने भन्दा त व्रता भन्दैनथे। यिनीहरूले त नबोली नबोली 6 माना बनाएर गलासम्म बनाए, ठिकै छ। यस्तो सोचेर उसले भात खाएन, बरु भोकै सुत्यो। केटी पाहुना तर्के मानै जोगियो भनी चलाकी साथ सुती। बिहान त्यहाँबाट पनि छिटो बाटो लाग्यो। उसले बाटोमा एउटा पँधेरो भेट्यो। त्यहाँ उसले मुख धोयो। केही पर बाटामुनि ढुङ्गाभित्र सर्प गुटमुटिएर केही भाग बाहिर निकालेको रहेछ। त्यसले कुनातिर मात्र केही बाटो छोडेको थियो। त्यो सर्पलाई देखेर बटुवा छक्क पर्यो। बटुवा छिटो भन्छन्, के अचम्म देखेँ मैले? भित्र हेर्दा गुटुमुट्ट परि बस्या छन्, बाहिर हेर्दा लामो गिदरी पसारी बस्या छन्। यो गीत गाउँदै केटो बाटोबाट उपल्लो गोरेटो लाग्यो। त्यो गोरेटो मूल बाटोबाट छुटी एउटा सज्जनको घर जाने रहेछ। त्यो गीत उता त्यो घरको केटीले सुनेर हेरी। केटी भन्छन्, को हो?
बटुवा भन्छन्, परदेशी हो परदेशी। बटुवा त्यही सोध्न गयो। उसलाई कता कता त्यही घर जान मन लाग्यो। ऊ घर पुग्यो। केटीले पनि आँखा गाडेर हेरेकी थिए। बटुवा भन्छन्, सहर जाने मूल बाटो कुन हो बहिनी? केटी भन्छन्, ऊ त्यता हो। केटीले लाज मानेर, आउनुहोस् चुरोट खाएर जानुहोस्। यस्ता कुरा केही गर्न सकिन। यो केटाले लान्छु भनेमा त्यही केटासित जाँदी हुँ भन्ने केटीलाई भएको थियो। केटालाई पनि माने लाने जस्तो मन भएको थियो। तर लासले दुवै बीचमा परे। कोही बोल्न सकेनन्। केटो बाटो लाग्यो। डाँडो नकाटुन्जेल केटीले हेरिरहेकी थिए। केटाले पनि फर्केर हेर्यो। दुवैको मनमा प्रेमको चस्को मात्र थियो। बाटो निर्जन रहेछ। केटाले कहीँ बास पाएन। ऊ पनि धेरै दिनको भोको थियो। ऊ हिँड्न नसकेर एउटा चौबाटामा सुत्यो। त्यहाँ घुम्दै एउटा जोगी आयो। जोगी भन्छन्, ए किन सुतेको बाटामा? ठिटो भन्छन्, कुनै कामले आएको, काम नभएर हात हेर्नुहुन्थ्यो कि? जोगी भन्छन्, मेरो काम नै यही हो। ठिटो भन्छ, हेर्नुहोस् त ल। हात हेर्नेले धुलौटामा गुने जस्तै गरी जोगीले भन्यो, घरबाट हिँड्दा नै तिम्रो साइत बिग्रेको रहेछ। तिमी हिँडेको 4 दिन भयो होला। बाटामा तिमीले खान बस्न दुःख पायो हो कि होइन? ठिटा भन्छन्, हो असाध्यै दुःख पाएँ। जोगी भन्छन्, 3 दिनको बाटामा नाकले बाटो थुने होलान्। एउटी केटी पनि भेटी होली। ठिटो भन्छ, हो भेटी, मेरो विवाह होला कि नहोला? जोगी भन्छन्, हेर नानी, तिम्रो घरबाट 3 दिन यतैको बाटोमा तिम्रो विवाह हुन्छ। बाटामा भएका सबै कुरा भन्दा ठिटोलाई पनि चित्त बुझ्यो। ठिटो त्यहीँबाट फर्केर त्यही केटीको घरमा बास बस्न आयो। पाहुना भन्छन्, बहिनी बास पाइन्छ कि? केटी भन्छन्, पाइन्छ नि, बस्नुहोस्, आउनुहोस्। केटी आयो। केटीले गुन्द्रे काम्लो ओछ्याए र ठिटो बस्यो। केटी भन्छन्, यहीँ बस्ने मन रहेछ, किन हिजो जानुभएको त? केटो भन्छन्, हिजो पदेरमा सर्प देखेर मेरो होस थिएन। सहरको दोबाटामा गई सुतेर बल्ल होसमा आएँ र फर्किएँ नि। केटो अझ केटीको सिल र लक्षण हेर्दै थियो। केटो भन्छन्, कुरा गर्दै गरौँला। आज म 5 दिनको भोको छु, खाजा खाउँ कि? केटी भन्छन्, खाजा होइन, चाँडै भान्सा नै गरौँ कि? केटो भन्छन्, भइगयो, पहिले खाजा नै खाउँ। केटीले मिठो मुखले हुन्छ भनी उ गएर पहिले मकै अगेनामा लगी, झागा लगी अनि भुटेका मकै खन्याउने भाँडो लगेर राखी। खाजा भुटी। मकै भट्टको खाजा राम्ररी बनाएर लोटा माझेर सेतो बनाएर पानी खाजा दिँदै भनी, के गरौँ, हामी गरिब छौँ, गोरस छैन, यही पानी हो सब कुरा। केटो हाँस्यो। केटी मुस्कुराए। केटाले केटीको लक्षण पारक गर्यो। केटा भन्छन्, बहिनी तिमीलाई म लान्छु है? केटी सुस्तरी बोली, ऊ पनि लाने कि गो मात्र लाने? केटो, सबै चिज लाने। केटी भन्छन्, उठाउन सक्नुहुन्छ र? केटा भन्छन्, सक्छु। केटी, गाउँ छैन, कोही मान्छे छैनन्? केटा, सक्छु। केटी, कुरा त बुझ्नुभयो? केटो भन्छ, ऊ पनि? केटी भन्छन्, ऊ पनि भनेको मेरो सम्पत्ति, गुहु भनेको मेरो ज्यान। केटोले बुझोस् कसरी? पानी दिने बेलामा कति सानी भएकी थिए, त्यसैको यति लानै नसकिने दाइजो पनि छ भन्ने कुरा। त्यसैले ऊ झसङ्ग भएर भन्यो, ए बल्ल बुझे। दुवैको सल्लाहले गाउँबाट 50औं भरिया मगाएर सारा धन दौलत सहित दुवै केटाको घरतिर आए। बाटामा बास पहिले छाम्ने बुढी कहाँ पुग्यो। उनीहरू त्यही बास बसे। हिँड्ने बेलामा बुढीले खुसुक्क केटालाई भनी, मेरी छोरी पनि लाने कि नानी? केटा भन्छन्, 6 माना चामलले लगोस् तिम्री छोरी। बुढी मुर्छा परी। बेहुला बेहुली सबै गए। अर्को दिनको बाटामा अर्की बुढीले घर बास पर्यो। अर्की बुढीको घर बास पर्यो। बुढी भन्छन्, चोर हौ कि भनेको त सधैँ रहेछौ, आयौ नानी? त्यसै बेला दुलही अघि परे। बुढी भन्छन्, यस्ती छोरी मेरै थिए नि, कति टाढा जानुभएको? केटा भन्छन्, सिल्की थिएन तिम्री छोरी? खाजा भुटाई हेरी गए हात जोडी। यो कुरा छेउबाट छोरीले सुनेकी थिए। ऊ आफैलाई धिक्कार दिँदै खोलामा फाल हानेर मरी। बुढी भन्छन्, तिमी नआएको भए त त्यस्तो कुरा नभनेको भए मेरो छोरी मर्ने नै थिएन, तिमीले नै यो लास बिहोर्नु पर्छ। केटा भन्छन्, मैले भन्ने भए अस्ति भन्थे, तिमीले सोध्यौ, मैले जवाफ दिएँ, तिमीले किन सोध्यौ? नसोधेकी भए मर्ने नै थिएन तिम्रो छोरी। यति भनेर केटा फुत्कियो अनि दुलहीसित घरतिर बाटो लाग्यो। आउँदा आउँदा बास दिदी कहाँ पर्यो। यसपटक दिदीले भला भाइ भनेकी थिए। केटाले मनमा नै सोच्यो, अस्ति भाइ आएको थिएन, जसको ढुटाका रोटी खान पर्यो, आज बल्ल भाइ आयो। दिदी भन्छन्, भला भाइ आऊ बा, बस बा। केटो भन्छन्, दिदी
आज आयो तिम्रो भला भाइ, त्यही धन दौलत, धनको नातो रहेछ। भाइ भाइ हुने रहेनछ, हेर अस्ति तिमीले दिएको ढुटाको रोटी। यति भनी केटाले कुखुराको खोल्न्यासाबाट ढुटाको रोटी झिक्दा त सुनको डल्लो भएको थियो। त्यो डल्लो ठ्याक्कै एक धार्नी सुन भएको थियो। दिदीका आँखा खुले। भाइ त्यो सुनको डल्लो समेत लिएर 6 दिनका दिन घर आयो। केटो घर पुगेपछि दिदीको कानको सुन हरायो। 3 दिनमा अरू गहना हराए। 12 दिनमा दिदीको धन सम्पत्ति सब हरायो। उसको अब अरू केही आफ्नो भएन। दिदीको लक्षण माइतीको घर गयो। माइती भने अब धेरै धनी पनि भएका थिए, त्यसैले दिदी माइती सम्झेर गए। दिदीले मन सानो गरी भाइ भने। दिदी सुक्क सुक्क गरी रुन थाली। भाइलाई दिदीको लोकाचारको पोल थाहा भएकै थियो। भाइ भन्छन्, हुँदा त रहेछन् नि दिदी भाइ, नहुँदा कोही छैन दाजुभाइ। दिदीको बाँच्ने उपाय थिएन। त्यो सुन्न साथ खोलामा फाल हानेर मरी। भाइ धनी भएर घरमा बस्यो। यो कथा छन्त्याल लोककथाबाट साभार गरिएको हो, जसलाई सङ्कलन गर्नुभएको थियो होमनाथ सुवेदीज्यूले। तपाईलाई आजको कथा कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला भन्दै लागौँ हिजोको गाउँ खाने कथातर्फ। हिजो मैले सोधेको गाउँ खाने कथा रहेको थियो, आमाको पेटमा नानी, नानीको पेटमा पानी के हो, र यसको सही उत्तर रहेको छ रक्सी पारेको। हिजोको भिडियोमा कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शकको म नाम र कमेन्ट वाचन गर्न गइरहेको छु। दाजु मगरज्यू लेख्नुहुन्छ, नमस्कार सर, म पनि हजुरको नियमित श्रोता। हजुरको वाचन शैली असाध्यै सुन्दर, सुनु लाग्नेछ। आगामी दिनहरूको लागि धेरै शुभकामना छ। हाल युएसए र उही नेपाली लोककथा प्रेमी भन्नुहुन्छ। तपाईलाई धेरै धेरै धन्यवाद। मायाश्रीज्यू लेख्नुहुन्छ, वहाँ कति राम्रो कथा आदरणीय जमिन सर, सुनेर अति नै खुसी र आनन्द लाग्यो, हस् भन्नुहुन्छ। तपाईलाई धन्यवाद। सौगात परियारज्यू लेख्नुहुन्छ, थ्याङ्क यू सो मच जमिन सर, हजुरको कथा र आवाजसँगै निदाउने बानी परेको छ। अनि गाउँ खाने कथाको उत्तर चाहिँ कुखुराको अन्डा हो कि भन्नुहुन्छ। उत्तर चाहिँ रक्सी पारेको रहेको छ। त्यसै गरी डिपी धमलाज्यू लेख्नुहुन्छ, नमस्कार सर, कथा राम्रो लाग्यो, उत्तर नरिवल। तपाईको कमेन्टको लागि धेरै धेरै धन्यवाद। अस्मिता शिवाकोटेज्यू लेख्नुहुन्छ, नाइस, तपाईलाई पनि धन्यवाद। त्यसै गरी दीप तिमल सिन्हाज्यू लेख्नुहुन्छ, नाइस स्टोरी। त्यसै गरी शान्ति देवी सनभिकाज्यू लेख्नुहुन्छ, नाइस स्टोरी सर, तपाईलाई पनि धन्यवाद। त्यसै गरी रोङमेत घोज्यू लेख्नुहुन्छ, नाइस स्टोरी सर, कोकोनट हुन सक्छ भन्नुहुन्छ। तपाईलाई पनि धेरै धेरै धन्यवाद। कृष्ण सिंहज्यू लेख्नुहुन्छ, जमिन सर नमस्कार, 2-4 दिन हजुर हराउनु भयो या म हराए थाहा भएन। पुनः फेरि रसिलो पुसिलो शब्द र कर्णप्रिय स्वर सुने अवसर दिनुभएकोमा धन्यवाद। आजको गाउँ खाने कथाको उत्तर नरिवल हो भन्नुभएको छ। तपाईलाई पनि धेरै धेरै धन्यवाद। 2-4 दिनसम्म म पनि नियमित रूपमा आउन नसकेकोमा क्षमा प्रार्थी माग्न चाहन्छु। त्यसै गरी युवराज निरलाज्यू लेख्नुहुन्छ, कथा अत्यन्तै रोचक, रमाइलो, रसिलो कसिलो, आनन्ददायक, ज्ञानप्रद र सन्देशमूलक लाग्यो। अनि उत्तर चाहिँ नरिवल जस्तो लाग्छ मलाई त भन्नुहुन्छ। तपाईलाई पनि धेरै धेरै धन्यवाद। विपना विशीज्यू लेख्नुहुन्छ, सधैँ पर्खन्छु कथा सुन्नु भन्नुहुन्छ। तपाईलाई धेरै धेरै धन्यवाद। सङ्गीता राईज्यू लेख्नुहुन्छ, नरिवल होला। त्यसै गरी चित्र जिएमज्यू लेख्नुहुन्छ, नाइस स्टोरी सर। र पुलामी तोपेन्द्रज्यू लेख्नुहुन्छ, आदरणीय जमिन राई सर नमस्कार छ है। ढिलै भए पनि हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना छ सर। आजको कथा पनि सुनेर आनन्द लाग्यो, धेरै धन्यवाद सर। गाउँ खाने कथाको उत्तर चाहिँ काँचो नरिवल हो कि सर भन्नुहुन्छ। तपाईलाई धेरै धेरै धन्यवाद। कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शकलाई धेरै धेरै धन्यवादका साथ अब लागौँ आजको गाउँ खाने कथातर्फ। आजको गाउँ खाने कथा रहेको छ, आफू भने सेतो छ, कालो कोट लाउँछ, रातो पानी खान्छ के हो। प्रश्न एकपटक फेरि, आफू भने सेतो छ, कालो कोट लाउँछ, रातो पानी खान्छ के हो। यसको सही उत्तर तपाईलाई थाहा भए कृपया कमेन्ट गर्नुहोला। कथा कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई पनि बिदा दिनुहोस्। नमस्कार।